कुशल भुर्तेलको उत्कृष्ट अलराउन्डर प्रदर्शनमा नेपाल ए को दोस्रो जित टप एन्ड टी20 सिरिजमा। नियमित कप्तान अनिल शाह चोटका कारण मैदान बाहिर रहेपछि यस खेलमा कुशल भुर्तेलले कप्तानीको जिम्मेवारी सम्हालेका थिए। अनिल शाहको अनुपस्थितिमा नेपाल एले आफ्नो प्लेइङ 11मा केही परिवर्तन गर्दै युवा खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने सुनौलो अवसर प्रदान गर्यो। आजको यस भिडियोमा हामी टप एन्ड टी20 सिरिज अन्तर्गत नेपाल ए को दोस्रो जित, खेलाडीहरूको व्यक्तिगत प्रदर्शन र उनीहरूको वर्तमान अवस्थाका बारेमा विस्तृत चर्चा गर्नेछौँ। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विपक्षी टोलीलाई 140 रनको मध्यम स्कोरमा रोक्न नेपाल ए का बलरहरू र फिल्डरहरूले निकै सराहनीय योगदान दिए। टोलीको नेतृत्व सम्हालेका कुशल भुर्तेलले ब्याटिङमा मात्र होइन बलिङमा पनि चमत्कारिक छाप छाडे। उनले मात्र 2 ओभरको कसिलो बलिङ गर्दै 9 रन खर्चेर 3वटा महत्त्वपूर्ण विकेट लिन सफल भए। कुशलले सही समयमा टोलीका लागि सफलता निकाल्दै विपक्षीको रन गतिमा पूर्ण विराम लगाएका थिए। त्यस्तै युवा बलर युवराज खत्रीले पनि आफूलाई प्राप्त अवसरको पूर्ण सदुपयोग गरे। उनले 4 ओभरमा 24 रन खर्चेर 2 विकेट लिँदै आफ्नो प्रतिभा र नियन्त्रणको राम्रो परिचय दिए। पवन सर्राफले पनि उत्कृष्ट किफायती बलिङ गर्दै 4 ओभरमा मात्र 15 रन दिएर 1 विकेट हात पारे भने साहब आलम र विपिन खत्रीले पनि 1 विकेट लिँदै विपक्षी ब्याटरहरूलाई दबावमा राखे। 141 रनको विजयी लक्ष्य पछ्याएको नेपाल एले 19.2 ओभरमा 6 विकेट गुमाएर लक्ष्य हासिल गर्यो। टोलीको यो जितमा कप्तान कुशल भुर्तेलको योगदान अतुलनीय रह्यो। पछिल्ला केही खेलहरूमा आफ्नो स्वाभाविक लय खोजिरहेका कुशलले यस म्याचमा कप्तानको रूपमा अगाडि बढेर 47 बलमा 61 रनको अत्यन्तै जिम्मेवारीपूर्ण अर्धशतकीय पारी खेले। उनको यो उत्कृष्ट पुनरागमनले टोलीको जितको बलियो आधार तयार गर्यो। त्यस्तै टोलीमा नयाँ अवसर पाएका युवा ब्याटर मयान यादवले 17 बलमा 21 रन बनाउँदै आफूमा रहेको सम्भावना र धैर्यताको नमुना पेश गरे। अर्का आक्रामक ब्याटर लोकेश बमले 11 बलमा 12 रन जोडे। लगातार टोलीमा स्थान बनाउन सफल भए पनि लोकेशले प्राप्त सुरुवातलाई ठूलो पारीमा रूपान्तरण गर्न अझै सकिरहेका छैनन्, जसका लागि उनले आफ्नो शट चयनमा अझ सुधार ल्याउनु पर्ने देखिन्छ। अर्कातर्फ टोलीका प्रमुख ब्याटर कुशल मल्लको कमजोर प्रदर्शन भने यस खेलमा पनि कायम रह्यो। अघिल्लो खेलमा कमजोर प्रदर्शनका कारण प्लेइङ 11बाट बाहिर परेका कुशल मल्लले टोलीमा फर्कदा पनि 11 बलमा मात्र 6 रन बनाएर पेभिलियन फर्किए। उनी अहिले आफ्नो लय भेट्टाउन निकै सङ्घर्ष गरिरहेका छन्। तर मध्यक्रममा सम्हालिएर ब्याटिङ गरेका पवन सर्राफले बलिङमा जस्तै ब्याटिङमा पनि परिपक्वता देखाए। उनले 22 बलमा अभिजित 29 रनको महत्त्वपूर्ण पारी खेल्दै टोलीलाई जितको रेखा पार गराए। समग्रमा कप्तान कुशल भुर्तेलको अलराउन्ड प्रदर्शन र पवन सर्राफको संयमित खेलका कारण नेपाल एले प्रतियोगितामा शानदार दोस्रो जित दर्ता गर्न सफल भएको छ। तपाईहरूलाई कप्तान कुशल भुर्तेलको यो कप्तानी प्रदर्शन कस्तो लाग्यो? आफ्नो अमूल्य विचार तल कमेन्ट बक्समा व्यक्त गर्नुहोला। भिडियो मन पर्यो भने लाइक गरिदिनुहोला र नेपाली क्रिकेट सम्बन्धी सम्पूर्ण ताजा समाचार तथा विश्लेषणका लागि हाम्रो च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोला।